हेलो एन्ड नमस्ते गाइस, फेरि पनि आइसकेको छु। आई होप तपाईँहरू सन्चै आएर मनिसल मल पनि ठिकै छु। आज पनि फेरि तपाईँ ब्याक टु ब्याक आइसकेको छु। धेरै दिन बसी कामको कारण म यस्तो नर्मल भ्लगहरू आफ्नो भिलेजको बनाउनु भएको थिएँ। आज म यता आइरहेको छु लिची खाँदै बाहिरको आज अरे भनेर गेमहरू आएको छ। अहिले यता आइसकेको छ बिच बाटोमा, उता सुगाको लागि बजाइरहेको छ। जुम नगरेको हात खोज्छु अनि बाटो चाहिँ यता हो। घरबाट आएको लिची सँगाइसक्यो यहाँ। यो तल्लो भाइहरू आएर खेलिसकेको रहेछ। दुई टोल, तामाङ टोल भर्सेस पहरी टोलको यहाँ गेम। यहाँ चाहिँ प्रदीप सब यहाँ बल्ल्याइरहेको। यो 7 साइज ग्राउन्डमा चाहिँ पहिला ठुलो ग्राउन्ड थियो, यहाँ चाहिँ यहाँसम्मै थियो। अनि 7 साइज खेल्नु मिल्दा अहिले यस्तो खेलेछ। अनि अहिले चाहिँ बारी बनाएको छ, नापी भएको रे भनेर अहिले आफ्नो बारी निकालेको छ यहाँ चाहिँ। अनि अहिले चाहिँ गेम खेलिरहेको छ। अब म पनि भुइँतिर झर्न आइसक्यो यो बाटो हुँदै। अनि म चाहिँ यहाँ छ, अनि यहाँ चाहिँ कटर टिप रहेछ सरिफा। त्यहाँ सुन तपाईँले, यो चाहिँ स्कुल हो। यो चाहिँ यो स्कुलको नाम के हो मैले पनि अलि राम्रो थाहा छैन। अहिले चाहिँ म तल झर्दैछ। यहाँ हेर्नु चाहिँ अहिले चाहिँ गेम बराबर भइरहेको छ यिनीहरूको। यहाँ चाहिँ खेल्न बजार टोलको टिम बनाएर आइहाल्छ। सबै बजेको बच्चे रहेछ बजार टोलको यहाँ के गर्न लागेको छ टिममा। सबै बुढो खेलेर हुन्छ। गाडी नभेटे बस्न त भेगाएर टोपी लगाएर पठाइन्छ सुरन खेल्छ होला त्यहाँ। गोल भयो, एक गोल हान्यो। एक गोल हान्यो। अहिले चाहिँ गोल तामाङ टोल 3 पटोल 1। बल नभेटेर निस्किरहेको छ पब्जी प्लेयर कहाँ फुटबल खेलेर। यहाँ तपाईँहरूले हेर्न सक्नुहुन्छ कस्तो नेममा समान पाउँदैन हो बल तैँले
त्यस्तै कस्तो केले छोड्या त्यहाँ शिवम भाइले बल पायो अहिले चाहिँ त्यो भाइको नामै थाहा भएन ए प्रितम भाइ खेलिरहेछ मेरै भतिज खेलिरहेको छ त्यहाँ अनि यहाँ हेर ओह यहाँ पनि भतिजले पाइरहेको छ प्रदीपले यहाँ बल लगिरहेछ जेबिस लामाले बल उडाउन सफल भएको छ यहाँ आइस गोलीले बल पाइरहेको छ यहाँ चलाउँदैछ तर मिस्टेक भइरहेको छ अर्कै अब खतरा मुभमेन्ट देखाइरहेको छ त्यहाँ मान्छे ज्यात्रो अल्को मात्र यहाँ बल खेल्नु अलि पर्फेक्ट छैन एउटा टिम बल खेल्न एकदम पर्फेक्ट भइरहेको छ तर काम गर्न जिरो छ यताको टिम फेरि हिरो छ काम गर्न हो कि भाइ काम गर्न जिरो त म पनि हो फेरि काम गर्न नसकेर यहाँ आएर यस्तो भिडियो मात्र बनाएर बसिरहेको छ गोल